जेनजी आन्दोलन पश्चात चाहिँ हामीहरूले यो यस यातायात कार्यालय सवारी चालक अनुमति पत्रले चाहिँ लाइसेन्सको आंशिक सेवाहरू सुरु गरेका थियौँ हामीहरूले, जसमा चाहिँ लाइसेन्सको नवीकरण, प्रमाणीकरण र संशोधनका सेवाहरू हामीहरूले चाहिँ 2082 साल कार्तिक 20 गतेदेखि नै ती सेवाहरू सुरु गरेका थियौँ भने हाम्रा संरचनाहरूको मर्मत सम्भारका कार्यहरू र हाम्रो उपकरणहरू खरिद गर्ने कार्यहरू पनि भइरहेकोमा अब यही बीचमा चाहिँ त्यसलाई व्यवस्थापन गरेर हामीहरूले चाहिँ 2082 साल मङ्सिर 17 गतेदेखि हामीले पूर्ण सेवाहरू सञ्चालन गरेका छौँ। पहिला आंशिक थियो, अहिले पूर्ण सेवाहरू सञ्चालन गरेका छौँ। पूर्ण सेवामा चाहिँ हाम्रो के पर्छ भने नयाँ लाइसेन्सको लागि आवेदन खुल्ला भएको छ। वर्ग थपको लागि हामीहरूले आवेदन गर्न सक्छौँ भने लिखित तथा प्रयोगात्मक परीक्षाहरू पनि हाम्रो सञ्चालन भइरहेको छ। यो हाम्रो मङ्सिर 17 गतेदेखि यी सेवाहरू हाम्रो सञ्चालनमा छन्। अब हजुरको पहिलाको सिस्टम र अहिलेको सिस्टममा अलिकति भिन्नता छ। सबै सेवाग्राहीहरूले आम सर्वसाधारणले थाहा पाउनको लागि म के भन्छु भने पहिला चाहिँ हाम्रो कार्यालयमा भिजिट डेट जुन दिन हुन्थ्यो त्यही दिन हामी बायोमेट्रिक गरेर सोही दिन हामी 2 बजेभित्रमा बायोमेट्रिक भएर राजस्व बुझाएकाहरूले लिखित परीक्षा दिन्थ्यो भने अहिले चाहिँ हाम्रो भवनको अवस्था पनि अलिकति दयनीय छ, अप्ठ्यारो छ। अलि प्रारम्भिक हामीले व्यवस्थापन गरेर गरेको हुनाले अहिले चाहिँ हामीले अलिकति त्यसलाई परिवर्तन गरेर के गरेका छौँ भने हजुरको जस्तो अनलाइन फारम भरिसकेपछि कार्यालयमा आएको भिजिट डेटको दिन उहाँहरूले बायोमेट्रिक गर्नुहुन्छ, भोलिपल्ट आएर उहाँहरूले लिखित दिनुहुन्छ र पर्सिपल्ट चाहिँ लिखित उत्तीर्ण हुनेले प्रयोगात्मक परीक्षा दिन्छन्। एवं प्रकारले चाहिँ अहिले हामीहरूले सम्पूर्ण सेवाहरू सुरु गरेका छौँ र यो बीचमा 2-3 महिना चाहिँ हाम्रो सेवाग्राहीहरूले जुन सेवा प्राप्त गर्नुपर्ने यो आन्दोलन पश्चात कार्यालय बन्द 3 महिनासम्म रहेको हुनाले त्यो फ्लोले गर्दाखेरि अहिले चाहिँ हाम्रो दैनिक रूपमा 250, 300, कहिले काहीँ 350, 400 सम्म पनि भनौँ एभरेजमा भन्दा हाम्रो 300 जना सेवाग्राहीहरू आइराख्नु भएको छ र सेवा सहज रूपमा प्राप्त गरिराख्नु भएको छ।